हामीले के भन्न सक्नुपर्छ भन्दा यदि ओलीले देउवाले र प्रचण्डहरूले गणतन्त्र चलाउन सकेनन् भने हामी चलाउँछौँ, बालेनहरू आउँछन् चलाउँछन् र अर्को जनताको छोराछोरी आउँछन् तिनीहरूले चलाउँछन् र देश बनाउँछन्। तर कुनै पनि शाहवंशीय अथवा कुनै पनि राजाको छोरा राजा हुने व्यवस्था आएर यो देश बन्नेवाला पनि छैन, भ्रष्टाचार कम हुनेवाला पनि छैन, रोजगारी बढ्नेवाला पनि छैन। जे गर्छ जे हुन्छ गणतन्त्रमै हुन्छ। तर फेरि यो भन्दैमा राजतन्त्रै फर्किँदैन त, अब राजतन्त्रै आउँदैन त, त्यो पनि होइन, आउन सक्छ तर सिस्टममा रहेर। कसरी भन्दा राप्रपाले 2/3 ल्याउनु पर्यो 84 को चुनावमा अथवा कुनै पनि चुनावमा, अथवा ज्ञानेन्द्र शाह आफै पार्टी खोलेर आफैले नेतृत्व गरेर त्यो पार्टीले बहुमत अथवा 2/3 ल्याएर संविधानमा नै संवैधानिक राजतन्त्र भनेर अथवा राष्ट्रपतिको ठाउँमा अहिले जुन राष्ट्रपति सेरेमोनियल बस्ने ठाउँ छ त्यहाँ सेरेमोनियल किङ राख्ने व्यवस्था उहाँहरूले गर्न सक्नुहुन्छ। म यो अर्थमा चाहिँ अचम्मित के कुरामा छु भन्दा यी कांग्रेस, एमाले, माओवादी, प्रचण्ड, शेरबहादुर देउवा र ओलीहरू अहिले राजावादीहरूको गतिविधिले झस्केको देख्दा, आत्तिएको देख्दा चाहिँ मलाई हाँसो उठिरहेको छ है। यिनीहरू यति धेरै किन डराइरहेका छन् बुझि नसक्नु छ यो कुरा। र यो जुन गतिविधि आज देखियो र जुन तरिकाको राजावादीहरूले यो भिड, यो जनमानस आज देखाए, यी कुराले चाहिँ एकपटक शासकहरूलाई चाहिँ घोचेको छ। तिमीहरू सुध्रिय, तिमीहरूले देश बनाऊ, तिमीहरूले भ्रष्टाचार नगर, तिमीहरूले जनतालाई डेलिभरी देऊ भन्ने कुरा चाहिँ कम्तीमा एक तहको चाहिँ यो जागरुक चाहिँ यिनीहरूलाई गराएको छ, यो हुनुपर्छ भन्ने कुरा चाहिँ यहाँबाट देखिन्छ। अन्तिममा निष्कर्ष यही नै हो कि राजतन्त्र फर्किनेवाला छैन, ज्ञानेन्द्र शाह फेरि राजा हुनेवाला पनि छैनन् र यी कुराहरूमा बसेर, यी कुराहरूलाई चिन्ता गरेर, यी कुराहरूमा लागेर समय बर्बाद गर्नु मात्र हो। नेपाली जनता पछाडि फर्किँदैनन्, अगाडि बढ्छन्। संविधान नै संशोधन भए पनि अब प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री अथवा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको लागि संविधान संशोधन हुन्छ। कुरा यही नै हो। यहाँ कोही पनि अब राजा हुनेवाला चाहिँ छैन। थ्यांक यू।